यही शनिबार हुन गइरहेको नेपाल भर्सेस अफगानिस्तानको गेम ग्रुप स्टेज राउन्ड रोबिन अनुसार जुन लास्ट गेम रहेको छ त्यो चाहिँ फाइनल गेमकै रूपमा हेरिनेछ। किनभने जुन टिमले त्यो फाइनल गेममा जित्छ दुवै टिमको बराबर अङ्क भएको कारणले गर्दाखेरि जसले फाइनल गेम जित्छ ऊ चाहिँ 2026 को जिम्बाब्वे र नामिबियाले होस्ट गर्ने अफ्रिकन कन्टिनेन्टको अन्डर 19 वर्ल्ड कपको लागि क्वालिफाई हुनेछ। अहिले हालसम्मको कुरा गर्दाखेरिमा नेपालले चाहिँ प्रिभियस अन्डर 19 मा अफगानिस्तानलाई हराएर सुपर 6 मा गएको हुँदा अफगानिस्तान चाहिँ बाहिरिएको थियो र अफगानिस्तान चाहिँ टेस्ट कन्ट्री भएको हुनाले उनीहरूले फेरि पनि राउन्ड रोबिन खेल्नु पर्नेछ र नेपालले पनि फेरि पनि यो राउन्ड रोबिन खेल्नु पर्नेछ। किनकि नेपाल चाहिँ टेस्ट कन्ट्री थिएन, अफगानिस्तानलाई त हराएको त थियो तर टेस्ट कन्ट्री नभएको कारणले गर्दाखेरि एसोसिएटमा पर्ने हुनाले फेरि पनि उनीहरूले क्वालिफाई खेल्न पर्ने भएको छ। यो चाहिँ त्यस्तो फियर चाहिँ देखिँदैन किनकि अफगानिस्तान सुपर 6 मा नगएपछि त नेपाल जानुपर्ने हो नि त। यो रुल्स चाहिँ आइसिसीले चेन्ज गर्नुपर्ने हो तर अब जे छ त्यही नै छ। अब यहाँ अहिलेको कुरा गर्दाखेरि चाहिँ दुवै टिमको बराबर अङ्क रहेको छ र पिच कन्डिसन अनुसार चाहिँ फेरि पनि नेपालले आफ्नो जुन 3टा गेम मध्ये 2टा गेम खेलेको थियो त्यही ग्राउन्डमा खेल्नेछ मुलपानीको र त्यसमा चाहिँ स्पिनिङ ट्र्याकहरू छ। नेपालले यदि गेम जित्नु छ भने नेपालको बेस्ट हतियार भनेकै स्पिन हुन्छ, जहाँ चाहिँ विपिन शर्मा, युवराज खत्री अनि हाम्रो अपराजित पौडेल र सन्तोष यादव यिनीहरूको पर्फर्मेन्स एकदमै इम्पोर्टेन्ट रहेको छ। खास गरिकन शक्ति गौचनले भनेका थिए कि उनले युवराज खत्रीलाई चाहिँ लुकाएर राखेका छन्। अन्डर 19 जुन हाम्रो क्याम्प चलेको थियो र त्यसपछि त्यहाँ गेम भएको थियो अफगानिस्तानसँग, त्यसमा चाहिँ सिरिजमा कुनै पनि गेम खेलेका थिएनन्। त्यसमा चाहिँ लुकाएर राखेको प्रतिभावान व्यक्तिले 2टा गेममा उनले 5 र 4 गरेर 9 विकेट जति लिइसकेका छन्। उनले यदि अफगानिस्तान विरुद्ध राम्रो गरे भने चाहिँ नेपाल अगाडि जाने सक्ने चान्स धेरै हुन्छ। तर यदि उनी राम्रो गर्न नसकेको खण्डमा चाहिँ नेपाललाई चाहिँ गाह्रो पर्ने देखिन्छ। र त्यसै गरी निरज खत्रीको फर्म, साहिल पटेलको जुन त्यो ओपनिङ गेम रहेको छ उनीहरू दुईटा चाहिँ चल्नुपर्ने हुन्छ। अहिले गेमहरू हेर्दाखेरि चाहिँ नेपालको ओपनिङ पेयर चल्यो भने चाहिँ नेपालले राम्रो गर्ने देखिन्छ, ओपनिङ पेयर चलेन भने चाहिँ हम्मे पर्ने हुन्छ। त्यसै गरी नरेन भट्टले 1 डाउनमा आएर इनिङलाई अगाडि बढाउनु पर्ने हुन्छ र बाँकी हाम्रो अभिषेक र जति पनि खेलाडीहरू छन्, रोशन, उनीहरूले चाहिँ फिनिसिङ राम्रो गरिदिनु पर्यो। र त्यसै गरी अफगानिस्तानको मेन प्लेयरहरू रहेको छन् उनीहरूको जस्तै उनको फैजल भयो, खालिद भयो। खालिद र फैजलले चाहिँ एकचोटि 100 रन हानेको प्लेयर, 97 रन हानेको प्लेयर, उनीहरूको मेन यो 2टा प्लेयर नै हो जसको ब्याटिङ कस्तो छ भने डिस्ट्रक्टिभ छ क्या। रन मात्र हान्ने होइन कि उनीहरूले खतमै गरिदिन्छन् किनकि स्ट्राइक रेट पनि हाई रेटमा खेल्छ। उनीहरूले जसरी 300 रन हाने नि युए विरुद्ध, नेपाल विरुद्ध पनि फर्स्ट गेममा उनीहरूले जुन हामी खेलेका थियौँ प्र्याक्टिस गेम त्यसमा उनीहरूले 300 रन जति हानेको थियो। त्यसमा खालिद र फेजरको एकदम ठुलो हात छ अनि उनीहरूलाई चाहिँ कसरी हुन्छ ट्याकल गर्न सक्नु पर्यो। उनीहरूलाई विकेट लिनलाई चाहिँ सन्तोषले त्यति बेला र विपिन शर्माले उनीहरूको विकेट लिएको थिए, क्याच आउट गराएका थिए। युवराज खत्रीले यिनीहरू दुईटाको विकेट छिटो झार्न सक्यो भने चाहिँ हामी चाहिँ अगाडि बढ्न सक्छौँ। र त्यसै गरी हेर्दाखेरिमा उनीहरूको बलिङ चाहिँ हफिजले नेपालसँगको जुन लास्ट ओडिआई थियो त्यसमा चाहिँ 4 विकेट लिएका थिए, स्पिनर हो। उनको बल नेपाली ब्याट्सम्यानले खासै पढ्न नसकेको देखिरहेको थियो मैले गेम हेर्दाखेरि। 2 को इकोनोमी थियो उनको, 2 को 2.5 को एकदम राम्रो लाइनमा फालेर टर्न गराउने र बिचमा उनको बल चाहिँ ग्रिप भएर होल्ड भएर आउने हुनाले प्लेयरलाई खेल्न गाह्रो हुनेछ। त्यही भएर उनलाई चाहिँ कसरी हुन्छ कटाउनु पर्यो। र स्पिन भर्सेस स्पिनमा चाहिँ नेपालको जुन हतियार छ युवराज खत्री, उनले चाहिँ पर्फर्मेन्स गरिदिनु पर्यो। त्यति भयो भने चाहिँ हामी क्वालिफाई हुन सक्ने सम्भावना एकदमै हाई छ। र नेपालले कसरी क्वालिफाई हुन्छ त भन्दाखेरिमा यही छ प्रोसेस चाहिँ। धन्यवाद।